नेपालको एउटा सानो गाउँमा जन्मिएको एउटा नाम जसले फुटबलको मैदानमा सङ्घर्ष, सपना र सफलता सबैलाई एउटा कथा बनायो। यो कथा हो डोना थापाको। एउटा यस्तो नाम जुन आजको दिनमा नेपाली फुटबलका लाखौँ युवा मनहरूका लागि प्रेरणा बनिसकेको छ। तर डोना थापाको यात्रा सुरु भएको थियो साधारण परिवेशबाट, जहाँ न सुविधा थियो न समर्थन। सालजण्डी रूपन्देही डोनाको जन्मस्थान हो। त्यहाँ न फुटबल मैदान राम्रो थियो न त खेलको अवसर नै। तर बाल्यकालदेखि नै फुटबलप्रतिको उनको मोह केही फरक थियो। उनी भन्छन्, म सानैमा भैँसी चराउँदा पनि बल लगेर जान्थे, केटाहरूसँगै खेल्थे। उनीहरूले हाँस्थे, म चुप लागेर खेलिरहन्थे। उनी खेल्थे नाङ्गो खुट्टामा, हिलोमा, बिना जुत्ता। तर उनको आँखामा थियो आत्मविश्वास जुन जति पटक ढल्थ्यो त्यति नै बलियो बन्थ्यो। डोनाले पहिलो पटक फुटबल खेलेको औपचारिक प्रशिक्षण स्कुल स्तरबाट पाए। उनको प्रदर्शनले स्थानीय कोचहरूको ध्यान तान्यो। केही समयपछि उनले 3 स्टार क्लब, फ्रेन्ड्स क्लब जस्ता ठुला क्लबहरूमा खेल्ने अवसर पाए। तर क्लबमा पुग्न साथ मात्र सफलताको ढोका खुलेन। त्यहाँ पनि उनले मेहनत, निरन्तर अभ्यास, चोटपटकको सामना गर्नु पर्यो। जब डोना थापा नेपाल अन्डर 19 र पछि अन्डर 23 राष्ट्रिय टोलीमा छानिए, त्यसपछिका दिनहरू उनको लागि सपना जस्तै थिए। राष्ट्रिय जर्सीमा मैदानमा उत्रदा डोना भक्कानिन्थे। उनी भन्छन्, देशको झन्डा छातीमा लाग्दा आँखा रसाउँछ, त्यो क्षण पैसाले किन्न सकिन्न। तर त्यो सपना पनि चुनौती बिना सम्भावना थिएन। अहिले पनि नेपालको फुटबल संरचना धेरै व्यवस्थित छैन। खेलाडीले तलब, उपचार र आधारभूत सुविधा पाउन सङ्घर्ष गर्नुपर्छ। तर डोना रोकिएनन्। उनको लक्ष्य थियो युवाहरूलाई प्रेरित गर्नु। एकपटकको खेलमा गम्भीर चोट लाग्दा उनलाई फुटबल नै छोड्नुपर्ने अवस्था आयो। 3 महिना मैदान बाहिर बस्नु पर्यो। मनमा निराशा, बाहिर आलोचना। तर उनले त्यो समयलाई आत्ममूल्याङ्कनमा लगाए। त्यो चोटबाट फर्केपछि डोना अझ बलिया भएर मैदानमा उत्रिए। डोना थापा अहिले चक्लेटी बोय युट्युब च्यानल मार्फत आफ्नो जीवन, अनुभव अनि फुटबल यात्राबारे भिडियो बनाउँछन्। उनको च्यानल युवाहरूबीच निकै लोकप्रिय छ। उनी खेल मात्र होइन, जीवनको सङ्घर्ष, रमाइला क्षणहरू र भित्री भावना पनि साझा गर्छन्। आज डोना थापा नेपाली फुटबलको एउटा प्रेरणादायी नाम बनेका छन्। उनले देखाएका छन् गाउँका केटो भए पनि साँचो सपना, मेहनत र अठोटले असम्भव केही हुन्न। उनलाई देखेर आज सयौँ युवा फुटबलतिर आकर्षित भइरहेका छन्। यो हो डोना थापाको कथा, एउटा गाउँबाट सुरु भएको सङ्घर्षपूर्ण यात्रा जुन आज हजारौँ युवाको सपना बनेको छ। डोना थापा केवल एउटा खेलाडी होइन, एक प्रेरणा, एक लडाकु र नेपाली फुटबलको गर्व हो। भिडियो मन परेमा लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अब अर्को भिडियोमा भेटौँला। धन्यवाद।